त्यो डाँडामा चाहिँ नेपालको नक्सा बनाएको छ कि बबाली हेर्नु त गाइस तपाईले म 5x मा देखाउन सक्छु है ल यसरी बनाएको छ कि ठुलो छ हेर्नु त। हेलो नमस्ते साथीहरु, तपाईलाई स्वागत छ आजको हाम्रो नयाँ ब्लग भिडियो। यतिखेर म कहाँ छु त गाइस? सिन्जा उपत्यकामा यो अगस्टीबाडा भन्ने ठाउँमा छु, जुन अगस्टीबाडाको सिधा पारिपट्टि के छ तपाईलाई देखाउँछु। नेपालको सबैभन्दा ठुलो नक्सा बनाएको छ पाखोमा गाइस हैन। म तपाईलाई त्यो देखाउन आएको छु। दुई जना आएको छु मेरो भाइ यता छ सन्तो। हम नेपालको नक्साहरु सब लगाए हेरौ है पता उता नक्सा छ। तपाईले म सट्ट घुमाएर टक्क पुरै नक्सा देखाउँछु। सो आजको भिडियो त्यही हो गाइस, नक्सा हैन नेपालको बबल बनाएको छ कि साथीहरु है त। ल सिन्जा उपत्यका चाहिँ अगस्टीबाडाको गाउँ साथी हैन, टक्क राजने बाटोको डबी साथी अगस्टीबाडाबाट सर यता आएपछि अनि यो मासिजानको जिब्लो लगत्तै गाइस सर उता डाँडामा चाहिँ नेपालको नक्सा बनाएको छ कि बबाली हेर्नु त गाइस। तपाईले म 5x मा देखाउन सक्छु है त। ल यसरी बनाएको छ कि ठुलो छ हेर्नु त। यति ठुलो छ है साथीहरु, नक्सा चाहिँ पुरै यति ठुलो छ। सो हामी चाहिँ आएको अब हामी एकछिनमा यता भिडियो सिडियो बनाउँछौँ अनि टक्क फर्केर खिचिसकेका छौँ। त्यसपछि सर यो बाटो उतै छ गाइस, हाम्रो घर चाहिँ माथि छ त्यता जान्छ है त। यता हो गाइस हाम्रो घर चाहिँ, यो चाहिँ गाइस देखिरहेको डिग्रा हो है। सो डिग्रादेखि चाहिँ हामी यहाँ भित्र छ कि हाम्रो गाउँ चाहिँ। ल फाइनल चाहिँ हामीले त्यो डाँडाबाटी पनि टक्क भिडियो ल्याएको छ नक्साको यताबाट नै बबाल देखिने रहेछ कि उता गाइस हेर्नु गाउँहरू पनि आमामै टक्क घाम यति लाग्छ। हामी टक्कै डाँडामा छौँ नि त्यही तपाईँले 5x पुरै देखाउँछ फेरि यताबाट नि सर के गाइस पुरै पाखोमा छ नि त। यताबाट हामी अब यही रोडमा आइसक्यौँ, अब यहाँबाट टक्क घर जानु पर्ने हुन्छ। सो गाइस है त्यही त ल पुरै बबाल छ कि नेपालको नक्सा साथी होइन। ल नेपालमा गाइस सबैभन्दा ठुलो नक्सा भनेको सिन्जामा नै बनेको। सिन्जा भनेको त खस राज्य प्लस खस भाषा उद्गम स्थल सिन्जा उपत्यका चाहिँ यो नक्सा बनाइरहेछ। सो एकदम खुसी लाग्यो है त। ल